साथ दिएसम्म हामी काम यो भगवान्को दान दिने काम नगरिकन अहिलेसम्म मेरो जिन्दगीभर तन मन धन दिएर म दान दिने यो बाचा पनि गर्न चाहन्छु। तपाईँहरूले साथ दिएसम्म यति नै भन्दै साधु साधु नमस्कार। बुद्धकोश महासमिति पाँचौँ सङ्घलाई भन्नेको निर्माण कामना गर्दै यहाँको आजको मेन मुख्य अतिथि हाम्रो गोर्सिन महासमिति आठौँ सङ्घनायक भन्ने गोर्सिन महासमिति भन्नेजीको उहाँको उपस्थितिमा हामी 108वटा बुद्धमूर्ति दान पुरा गरी कोशीमा भगवान राख्न सफल हुन गइरहेका छौँ। आज अघि यहाँको भन्ने गुरुमाहरू सबैले वन्दना लगायत यहाँका मुख्य अतिथिले वडा अध्यक्षज्यूलाई पनि हार्दिक स्वागत गर्दछौँ। आज 2082 साल फागुन 3 गते हाम्रो अस्तिदेखि पुरा भइरहेको अनुसारमा आज हामी बुद्ध 108वटा भगवान बुद्ध दान गरेको पुरा भएको उपलक्ष्यमा हामी कोशीमा गोर्सिन भन्नेको मार्फतबाट हामी दान गरेको सम्पन्न गरी कोशीमा भगवान बुद्ध स्थापना गर्न गइरहेका छौँ। अब यहाँ आज हामी 108वटै बुद्ध दान दिएको उपलक्ष्यमा 108वटै गुम्बा भाग्यहरूलाई पनि भोजनको कार्यक्रम गरी 108वटा पहिलो चरणको हामी सम्पन्न गरियौँ। अब आज हामी दोस्रो चरणको अनुसार हामी 108 पुरा गरेर पनि फेरि आज हामीले 7वटा बुद्धमूर्ति दान गर्ने कार्यक्रम छ। यसको सिलसिलामा अब हामी सेकेन्ड चरणमा अब यो बुद्ध जयन्तीको लागि पनि हामी यो खर्च सुर्ता गरेर हामी बुद्ध दान दिने कार्यक्रममा हामी गइरहेका छौँ। यसपालि अब साथसाथै हाम्रो किताब विमोचनको लागि यही बुद्ध दान गरेको बेलामा हामी गाउँ गाउँमा जाँदाखेरि उहाँहरूलाई धेरै अब जहाँ पनि गए पनि हामी बुद्ध दान दिएर गए पनि त्यहाँ नमतस्स भगवत अगाडि पनि भन्न नसक्ने सिचुएसनमा हुनुहुन्छ। सबै बुद्धम शरणम गच्छामि भन्नुहुनु कारणले पनि किताब पनि विमोचन हामी गर्न गइरहेका छौँ। यो किताब चाहिँ हामी बुद्ध दानको सिलसिलामा एउटा बुद्धमा 20-30वटा जति किताब सबैलाई विमोचन गरिसकेपछि दिने योजना छ। यस्तै गरी हामी सम्पन्न गरे अहिले गोर्सिन भन्ने पनि पाल्नु हुँदैछ। उहाँले स्वागत गर्नको लागि हामी गरिरहेका छौँ। साधु साधु गोर्सिन भन्नेको आउनुभएको छ। आजको सङ्घनायक भन्ने हाम्रो मेन अतिथि साधु 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 अस्वस्थ हुने भए पनि पाल्नु भएछ हाम्रोको लागि शोभा बनाउनुको लागि। आज मेन कलाकृतिहरू देश भर हुँदैछ। त्यसले यो 35औँ जिल्लाका नगर कलाकारहरूलाई पनि ठुलो मद्दत गर्ने मैले आशा गर्छु। र यो मैले सुनेअनुसार अब आजैदेखि नै यो दोस्रो चरणको दान पनि सुरु भइरहेको छ। तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। यसरी नै सबै मिलेर जुन यो अहिले त हामी 6वटामा विभिन्न दाताहरूले चाहिँ व्यक्तिगत रूपमा मूर्तिहरू दान प्रदान गरेका छन्। र जुन यो अमित साथीहरूबाट चाहिँ जुन यो समितिबाट चाहिँ अब हामी मात्र होइन सबै मिलेर चाहिँ जुन यो बुद्ध धर्म प्रचार प्रसारको चाहिँ सबैको थोपा पैसाले चाहिँ जुन यो दान प्रदान गर्यो त्यसलाई चाहिँ म धेरै
तपाईँलाई साधुवाद व्यक्त गर्न चाहन्छु र हामी जुन यो तपाईँले दान दिएको ठाउँमा जाँदाखेरि चाहिँ यो मूर्ति कहाँ त भन्दाखेरि यो खनिबाल सुमङ्गल बिहार भन्ने मूर्ति यसमा वडा नम्बर 6 र लेबुल मार्गमा हुने गरी यसरी चाहिँ हामीलाई पनि राम्रो तपाईँलाई लागि गर्न चाहन्छु र जुन तपाईँको यो कार्य चाहिँ निरन्तर होस् र हामी म सुनाउन चाहन्छु र सम्पूर्ण दाताहरूलाई पनि चाहिँ म साधुवाद दिन चाहन्छु व्यक्त गर्न चाहन्छु अनि आउँदो दिनमा हेरमा पनि हाम्रो बौद्ध धर्म प्रचार प्रसारलाई चाहिँ देशभरका विभिन्न कुनाकाप्चामा चाहिँ बुद्धहरूको स्थापना गरिएको यसले गर्दाखेरि चाहिँ जुन यो बुद्ध हुने थाहा नभएको ठाउँमा चाहिँ यो बुद्ध धर्म प्रचार हो र बुद्ध देख्दैन साथसाथै बुद्ध हुने बित्तिकै त्यहाँ दैनिक रूपमा बुद्ध पूजा र विभिन्न पूजा हुनेछ यसले गर्दाखेरि चाहिँ हामी बौद्ध धर्मावलम्बीहरूलाई र नेपाल बुद्ध धर्मको देश भनेर चिनाउन पनि यसले ठुलो महत्त्व रहेको हुँदैछ त्यसैले चाहिँ सम्पूर्णलाई चाहिँ म यो 108औं मूर्ति यो समिति र सुमङ्गल बिहारलाई चाहिँ म हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्न चाहन्छु र जुन यो आजको कार्यक्रममा पनि मलाई प्रमुख अतिथिमा बोल्नु सम्पूर्ण आयोजक टिम र सुमङ्गल बिहार परिवारलाई म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु यति नै भन्दै चाहिँ यो तपाईँको यो दोस्रो चरणको दान कार्यक्रम पनि यसै गरी राम्रो सम्पन्न होस् र बुद्धको प्रचार होस् भन्ने शुभकामना गर्दै मेरो छोटो शुभकामना गर्दै यहाँ धन्यवाद सर्वमङ्गल